Hello everyone, this is Soksem and welcome to Foodify. आज चाहिँ हामीहरू पोस्ट हार्भेस्ट अफ राइस, मेज एन्ड व्हीट मतलब पोस्ट हार्भेस्ट अफ ग्रेनहरुको बारेमा पढ्छौं। अब तिनीहरुलाई चाहिँ अब उम्रिसकेपछि चाहिँ तिनीहरुलाई काटेर अब स्टोर चाहिँ कसरी गर्छौं त्यसको बारेमा पढ्छौं। सुरुमा चाहिँ म्याच्योर ग्रेन्स आर कट बाइ सिकल। जो म्याच्योर भइसकेको हुन्छ, जो मजाले पाकिसकेको हुन्छ तिनीहरुलाई चाहिँ अब यो ग्रेन्सहरुलाई राइस, मेज, व्हीटहरुलाई चाहिँ हँसियाले काट्छौं। त्यसपछि ड्राइङ इन द फिल्ड। त्यसपछि अब के गर्छ कि त्यही खेतमा चाहिँ सुकाउन राख्छौं। त्यो सुकाउनको लागि 24 आवर्स सम्मको लागि चाहिँ राख्छौं। अनि त्यसपछि के हुन्छ कि दे आर टाइड अप। टाइड अप भने त्यो मजाले बाँधिएछ। बाँधिसकेपछि चाहिँ दे आर टेकन टु द थ्रेसिङ फिल्ड म्यानुअली ओर बाइ युजिङ एनिमल। अब डलप काठहरु ओर मान्छेहरुले उठाएर त्यो चाहिँ अब थ्रेसिङ गर्ने ठाउँमा चाहिँ लग्छौं। थ्रेसिङ गर्ने भने त्यो पिट्ने ठाउँमा चाहिँ लग्छौं। अनि त्यसपछि थ्रेसिङ म्यानुअली ओर युजिङ एनिमल भनेको छ। मतलब यसमा चाहिँ के हुन्छ भनेपछि थ्रेसिङ गर्दाखेरि मतलब त्यसलाई चाहिँ पिट्छ हामीहरुले, वा त मान्छेले नै पिट्छन् वा त अब एनिमल्सहरु गोरुसोरु लगाएर चाहिँ पिटिन्छ। अनि त्यसपछि विनोइङ भनेको चाहिँ त्यहाँ निफल्नु। अब त्यसपछि त्यसमा चाहिँ के हुन्छ भनेपछि टर्मिनल भेलोसिटीहरु युज गरेर चाहिँ लाइट पार्टिकल्सहरु चाहिँ सेपरेट गरिदिन्छौं हामीहरु। लाइट पार्टिकल्सहरुलाई चाहिँ विन्डले भगाएर लग्छ अनि त्यसपछि हेभियर पार्टिकल्सहरु चाहिँ तल झर्छ। अनि त्यसपछि स्टोर अन ड्राइङ। त्यसपछि गएर चाहिँ त्यो फ्रिजिङ गरिसकेपछि त्यसलाई चाहिँ स्टोर गर्छौं हामीहरु। अनि फाइनली स्टोरेज भनेको छ त्यो त्यसलाई चाहिँ त्यो स्टोरेज भन्नाले चाहिँ अब यसलाई फर्दर प्याकिङ गरिन्छ अनि त्यसपछि डिस्ट्रिब्युसन पनि गरिन्छ। ओके, द्याट्स अल। थ्यांक यू।